हाई फ्रेन्ड, आज म माछा फिस हाई गाइज, आज म माछा तलेर खाने बनाउन जाँदैछु। रेसिपी हेरिदिनुहोला, मन पर्यो कि नै कमेन्ट गरेर पनि भनिदिनु होला कि। म चाहिँ देशी तरिकाले बनाउँदैछु है साथीहरू। तोरीको शुद्ध तेलमा कागती मिलाउँदै छ। त्यसपछि मैले यसमा धनिया, मिर्च, अदरक, लसुनको पेस्ट मिलाउँदैछु। यसमा हजुरहरू जति पिरो खान चाहनुहुन्छ त्यति नै बनाउन सक्नुहुन्छ। एकदम मिठो अनि राम्रो हुन्छ। यो चाहिँ फिस मसला अनि यसमा जिरा धनिया पाउडर हालिरहेको छु। एक हल्दी अनि यसमा नुन हालिरहेको छु। यो मसला मैले 1.5 किलो माछाको लागि तयार गरेको है साथीहरू। तपाईलाई जति राम्रो लाग्छ त्यति नै हाल्न सक्नुहुन्छ। अनि यसमा चाहिँ बेसन हालिरहेको छु म। बेसनले तल्दाखेरि राम्रो हुन्छ। बेसन हालेछु। त्यसपछि यसलाई राम्रोसँग मिक्स गर्नुपर्छ। अनि मैले मोलिसकेपछि यसरी मिसाइसकेको यसलाई 20 मिनेट यसलाई छोपेर राख्नु। त्यसपछि तल्न चालु गर्नु। म चाहिँ यसको यसरी मेन्टेनेन्स गरेर माछाको झोल पनि बनाउँछु अनि तेलमा तलेर सुक्खा माछा पनि बनाउँछु। हजुरहरू कसरी बनाउनुहुन्छ भन्नुहोला है। तयार हुँदैछ गाइस। माछा तलिरहेको छु। यता ग्रेभी फिस भइसक्यो गाइज। यो फ्राई माछा